भाइको नाम चाहिँ के हो? विशाल राई हो दाइ। विशाल राई। हजुर। अनि भाइलाई आज म एउटा कुरा सोध्नु गइरहेको छु होइन। हजुर। तिमी कति वर्षको हुँदाखेरि तिम्रो मम्मी अब के भन्नु बित्नु भएको थियो? मम्मी म 15 वर्षको हुँदा बित्नु भएको दाइ। अनि त्यतिखेर भाइ बहिनी चाहिँ? त्यतिखेर भाइ बहिनी चाहिँ भाइ 5 वर्षको थियो, बहिनी 2 वर्षको थियो। सानै थियो दाइ, सानो थियो। अनि अर्को पनि बहिनी होइन तिम्रो? अर्को बहिनी 12 वर्षको थियो। अनि ऊ चाहिँ के भएको? अर्को बहिनी चाहिँ त्यस्तै अब मुटु रोगले गर्दा बितेको। के पैसै नभएर कि? पैसै नभएर दाइ, पैसाकै दुःख भएर अब त्यतिकै उपचार गर्नु नि सकिएन होइन। हजुर। अब हस्पिटल लानु सकिएन, त्यस्तै कारणले गर्दा अब आफ्नो आर्थिक अवस्थाको कारणले गर्दा बुनुले पनि छोडेर गयो, आमाले पनि अब छोडेर गयो। अब यस्तै त हो नि दाइ। अनि बुनु चाहिँ के कति पैसाहरू चाहिँ अनि के हस्पिटलमा कति मागेको थियो? हस्पिटलमा अब जम्मा बुनुको उपचार खर्चको लागि कति 16 लाख मागेको थियो दाइ। 16 लाख मागेको थियो। अब 16 लाख अब कहाँदेखि ल्याउनु होइन। अब भनेको बेला अब 16 रुपियाँ पाइँदैन मान्छेले। अब 16 लाख भनेको त कहाँ नि, सपना जस्तै हो नि हाम्रो लागि त अब। अनि भाइलाई चाहिँ के लाग्छ, पैसा चाहिँ के जस्तो लाग्छ भाइलाई? मलाई पैसा चाहिँ दाइ, पैसा छ, आफ्नो जिन्दगी छ। पैसा छैन केही छैन? पैसा छैन केही छैन दाइ। अनि अहिले चाहिँ भाइको अनि अब आर्थिक अवस्थाहरू कस्तो छ भनौँ न? अहिले दाइ पहिलाको भन्दा हल्का राम्रै छ दाइ होइन। जे होस् अब सपोर्ट पाइरहेछौँ अलिअलि। हजुर, सपोर्ट अलिअलि पाइरहेछौँ। अब बाख्रा पाठा यसो पालिरहेछौँ दाइ। अब बुबा त्यही हो, अलिकति सक्नुहुन्न यताउति दौडिनु, अब कुद्नु, भारी बोक्नु। अब आफैले यताउति दुःख गर्दै अब भाइ बहिनी पढाइरहेछु। अहिले तिमी कति वर्षको भयो भाइ? अहिले म पुरा 18 पुगेर 19तिर लाग्दैछु दाइ। ए हजुर, त्यही त मैले उता हजुर देवाहरूसँग कुरा गरेर युकेबाट होइन, उताबाट पनि तिम्रो घरको लागि चाहिँ कति 21,000 आएको थियो होइन। सबै यता मम्मीले गरिदिनु भयो होइन। अनि टिन सिन चाहिँ सबै तिम्रो ल्याइसक्यो होइन। अब घर चाहिँ तिम्रो योपालि अब फिनिसिङ हुन्छ होला। हजुर। तिम्रो खरको छानाहरू थियो, अब सरकारले पनि अब हेरेन होइन। हजुर, हेरेन। अब टिन भएकोहरूलाई चाहिँ अब सरकारले टिन बाँडिदियो, तर भाइहरूले चाहिँ त्यो पनि पाएन। त्यो पनि पाइएन, बत्ती समय पाइएन, फर्म ओरामा गई फर्म भर्दा पनि पाइएन, पाल पनि पाइएन अब आफ्नो गाउँठाउँमा। हजुर, एकदम विकट ठाउँ हो होइन, के भन्नु। अनि यो अब मैले रातिको टाइममा तिमीलाई, खासै तिमी भ्याउँदैनौ, अनि रातिको टाइममा मैले तिमीलाई भिडियो बनाएको होइन। तिम्रो घरको पनि भिडियो भोलितिर बनाउनु पर्नेछ, म छिटै तलतिर झर्नु पर्नेछ होइन। हुन्छ, बनाऊँ न दाइ। तिम्रो यो मैले सानो अब के भन्नु इन्टरभ्यू भन्नु कि अब सानो के भन्नु कुराकानी भनौँ न होइन। म त्यस्तो अब पत्रकार पनि होइन, एउटा भाइ होइन। हजुर दाइ। अब जतिसक्दो तिमीलाई चाहिँ अब धेरै मैले पनि सपोर्ट गरिरहेको छु होइन। हजुर, मेरो तर्फबाट त्यही हो। एक दिन सबैको दिन आउँछ, हरेस खानु हुँदैन क्या। एकदम मान्छे रमाइलो चिल टाइपको हुनुपर्छ। हजुर। अब भनौँ न पैसा मात्र ठुलो कुरा पनि होइन क्या। जो तिमीसँग बाबा पनि हुनुहुन्छ। हजुर। अब मम्मी, अब एकजना बुनु नभए पनि एकजना बुनु र अब एकजना भाइ छ नि त तिमीलाई माया गर्ने। दुईजनाले छोडेर जानुभयो पनि कहिले हरेस खानु हुँदैन होइन। हो दाइ, अब यस्तै हो। अब त्यतिखेर अब सुरुमा आमाले छोडेर जाँदा क्या दुईटा भाइ बहिनी अब सानै थियो। त्यतिखेर स्कुल पनि गएको थिएन, जाने बेला भएको थिएन बिचरा। अब त्यो बच्चा हो, आमाले त्यो छोडेर जाँदाखेरि चाहिँ कसरी छोडेर गएछ भने
तिमीहरू बस्दै गर है म घाँस काट्नु जान्छु भनेर गएछ। अनि त्यो बिचरा बच्चालाई के थाहा होइन। अब होला त भनेर हुन्छ भनेछ। अनि अब आमा गएछ। आमाले भर भन्दा छोडेर गएको रहेछ। भाइ बहिनी अब सानो हितो बाला बिचराहरू मम्मी हो भन्दै बिचराहरू रुँदै डेरामा बसिरहेको थियो। कोही पनि छैन, सुनसान। अनि बाउ आएपछि बाउले आमा खोइ भनेर सोध्यो। घाँस काट्नु गएको अझै पनि आएन भनेर भन्यो। अनि रुँदै अनि कहिले मम्मी आउँछ कहिले आउँछ भन्दै बिचरा भाइ र बुनु रुँदै सोध्थ्यो खालि। अहिले त्यो कुरा सम्झिँदा मलाई नि आँसु झर्छ। हरेक कुरा भोगियो नि। पढ्नु मन चाहिँ भाइलाई थियो कि थिएन? पढ्नु मन मलाई थियो, तर आफ्नो घरको स्थितिले गर्दा मैले पढ्नु पाइनँ। अनि त्यतिखेर म त्यो आमाले छोडेर जाँदाखेरि म संस्थामा काम गर्थेँ। मस्ताङ राईको संस्थामा अब बाख्रा गोठालो गर्दै थिएँ। अब त्यतिखेर अब भाइ बहिनी सानै, अब बाउ कमाउन जाउँ भने नि अब त्यो दुईटा बच्चा छोडेर जानु कता भनेर अब बाउले नै दुःख गर्दै अब बाउले स्याहार्नु भयो। अनि त्यसपछि म उता गोठालो गर्दैतिर ध्यान दिएँ मैले क्या। आफ्नो लागि नभए पनि भाइ बहिनीकै लागि भनेर मैले 5,000 तलबमा मैले काम गरेँ त्यहाँनिर। तर 5,000 गरेँ, तर त्यो पनि अब महिना मरे बित्तिकै दिए त हुने नि। महिना पनि मर्ने, अर्को महिना पनि मर्ने, 2-4 महिना हुने, पैसै नदिने क्या। त्यस्तो दुःखहरू पनि भोगियो कि। तर कुनै दिन हाम्रो पनि पालो आउँछ। त्यस्तै हो दाइ। अनि 5,000मा काम गर्यो अनि कति वर्ष काम गर्यो त समथिङ भाइ? मैले दाइ 3 वर्ष गरेँ दाइ काम। 3 वर्ष हजुर मैले 3 वर्ष। हाम्रो बुबाले त अब त्यस्तै 3-4 वर्षै भनौँ न। तिमीहरूलाई केही आश देखाएको थियो होला नि त? आश त अब यस्तो देखाएको थियो, कस्तो मस्तेले आश देखाएको थियो भने तपाईहरू राम्रो गर्नु, ढुक्क तरिकाले गर्नु, काम राम्रो गर्नु हुँदैछ तपाईहरूले। अब तपाईहरू जस्तो मान्छे भेटिँदैन पनि खोजेर पनि। तर तपाईहरूलाई म यतिकै हेरी छाड्दिनँ भनेर भन्यो उसले। अनि तपाईहरूलाई म अब यहाँ गोठालै मात्र पनि राख्दिनँ, राम्रो काम गरिदिनु हुँदैछ। म तपाईहरूलाई नआत्ती काम गर्नु, म तपाईहरूलाई यहाँदेखि गङ्गटेको मेरो जग्गा दिन्छु भनेर हाम्रो बुबालाई भनेछ क्या। उदयपुर गङ्गटेको मेरो जग्गा दिन्छु, घर सर बनाइदिन्छु, आनन्दले बस्नु भनेर भनेको रहेछ। अनि त्यस्तो सुनेपछि हाम्रो बाउले पनि अब होला न त भनेर सोचेछन्। उसले आश त देखायो, तर त्यो आश सफल त गराउन सकेन क्या उसले। किनकि भने आश देखाएपछि मान्छेलाई कहिले त्यो आश देखाउनु ठुलो नराम्रो कुरा हो क्या, पाप जस्तै हो। आश देखाएर अन्तिममा सास फेर्नु भनेको एउटै कुरा हो कि। अनि एकदम अनि भाइलाई चाहिँ अब भनौँ न एकदम यताउति होइन, अब सपोर्टहरू अब आइरहेको छ। भाइको भिडियोहरू मैले हालिदिइरहेको हुन्छु, कमेडी भिडियोहरू सबैजनाले मन पराइराख्नु भएको हुन्छ होइन। 400-500 भ्युज गइरहेको हुन्छ।